युद्धको प्रारम्भमा अमेरिका न्युट्रल नै थियो। अमेरिकी जनतामा यस्तो धारणा थियो कि युरोपको विवाद हो यो, यसमा इन्टरफेयर गर्नु हुँदैन। तर केही घटनाहरूले अमेरिकालाई युद्धमा तान्न बाध्य बनायो। अब के थिए त यी घटनाहरू, आउनुहोस् हेरौँ। पहिलो घटना थियो लुत्सिनिया सिङ्किङ। सन् 1915 को मे महिनामा जर्मनीले आफ्नो शक्तिशाली यु बोट सबमरिनबाट एउटा ब्रिटिस जहाज डुबायो। यो जहाजको नाम थियो लुत्सिनिया। लुत्सिनिया एक प्यासेन्जर सिप थियो जसमा 1959 यात्रुहरू थिए। जर्मनीले यसलाई टोर्पेडो प्रहार गरेर डुबायो। यस घटनामा 1198 मानिसहरूको मृत्यु भयो। तर सबभन्दा ठुलो झट्का त तब लाग्यो जब थाहा भयो कि ती 1198 क्याजुअल्टिजमा 128 अमेरिकी नागरिकहरू पनि मरेका थिए। यस घटनाले अमेरिकी जनतामा ठुलो आक्रोश फैलायो। जर्मनीले निर्दोष नागरिकहरूलाई मार्यो भन्ने हेडलाइनले पूरा देशलाई आक्रोशित बनायो। अमेरिकी सरकारले जर्मनीलाई कडा चेतावनी दियो, तर जर्मनीको यो यु बोट स्ट्र्याटेजी भने रोकेन।